यहाँ क्वेसन नम्बर 10 मा रहेको छ XYZ कम्पनीले मेसिन खरिद गरेको छ जसको लागत 4,50,000 रहेको छ भने त्यसको सम्पूर्ण खर्च 4,75,000 हुन्छ। यसरी यसको डिप्रिसिएसन काट्ने र अक्टोबरमा अर्को मेसिन खरिद गरेको छ र अक्टोबरमा पनि 1 जुलाईमा खरिद गरेकोलाई बेचेको छ भने अब त्यसको डिप्रिसिएसन 10% ले घटाउने जुन एभ्री इयर जुनमा क्लोज गर्ने छ। अब यहाँ मैले सल्भ गरिदिएको छु। जुलाईमा खरिद गरेको 4,75,000 को यहाँ डिप्रिसिएसन 47,500 काटेको छ भने फेरि बटडाउन गरेपछि फेरि जुलाईमा 2018 मा सुरु भएको फेरि डिप्रिसिएसन 1 इयरको 47,500 काटेको छ र यहाँ दोस्रो मेसिन अक्टोबरमा खरिद गरेको 4,50,000 को 15% 9 महिनाको डिप्रिसिएसन 33,750 घटाको छ र बटडाउन गरी फेरि 2019 मा त्यही जुलाईमा यति आएको छ ब्यालेन्स बिडी गर्दा। अब फर्स्ट मेसिन अक्टोबरमा बेचेको हुनाले त्यसको 3 मन्थको डिप्रिसिएसन काटेपछि 2,65,000 मा बिक्री गरेको छ भने त्यसको वास्तविक मूल्य पत्ता लगाउने कसरी हो भने 4,75,000 मा खरिद गरेकोलाई डिप्रिसिएसन काटेर हेर्दा यहाँ 3,68,125 आउँछ भने त्यसले बिक्री गरेको 2,65,000 माइनस गर्दा 1,03,125 लस भएको छ। यसरी PL यता 1,03,125 देखाउने र बटडाउन गर्ने।